ल नि नमस्कार। फेरि म 5औं दिनमा आइसकेँ। अनि 5औं दिनमा आउँदाखेरि हिजोको दिनमा यति रमाइलो भएछ। 5 गिलास पनि खाएँ मैले। 5 गिलास खाएर म अलिकति झ्याप्थेँ। अनि हिजो मैले 4औं दिन क्लोज गरेँ। अनि 5औं दिनमा हामी यहाँनिर बसेका थियौँ, किनकि हिजो अब पुरै असिना पानी भइरहेको थियो र मैले भिडियो गरेको थिइनँ। अनि 5औं दिनमा चाहिँ हामी लाग्दैछौँ। अब आज 5औं दिन हेरिदिनु होला। 4थो दिन कस्तो लाग्यो तपाईँहरूलाई। सबैजना रेडी भइसक्यो। हामी हिजो बसेको चाहिँ यहाँनिर एकदम रमाइलो छ। यहाँ पनि हिजो मैले देखाएको जस्तै म्याप यहाँ पनि छ। खासै राम्रो चाहिँ देखाएको छैन यहाँनिर म्याप होइन, यतिकै देखिरहेछ। यिनी सायद यहाँ काका, मेरो दिदी, उहाँले दिदी बनाउनु हङकङ, तर मलाई भाषा मजाले बोल्नुहुन्छ। अनि म पनि मलाई भाषा मजाले बोल्छु। गुड। ओके गुड। हिजो बसेको होटेल यत्तिको छ। अनि सबजना रेडी, फुल रेडी भइसक्यो 5औं दिनमा। अब हिँड्न लागेको छ। कति अब एकजना चाहिँ आज फर्किने भन्ने कुरा छ हेलिप्याडमा। ऊ त्यो सेतो लगाउने उता यो उहाँ चाहिँ हिजो घरमा के प्रब्लम भयो भनेर उहाँ चाहिँ आज फर्किनुहुन्छ अरे। अनि हामी अरू चाहिँ फेरि लाग्छौँ। सबैजना रेडी भइसकेँ। मेरो पनि ब्याग अलमोस्ट रेडी गरिसकेँ मैले। मेरो ब्याग चाहिँ यहाँनिर छ। हाम्रो दाइ पनि सामान पुरै ब्याग रेडी गर्दै हुनुहुन्छ। सबजना रेडी। ल दाइ फेरि पनि ल दाइ है। ल हाम्रो प्यारो दाइ। हिजो मलाई यहाँनिर सबैभन्दा रमाइलो लागेको हिजो अलिकति खाएँ पनि, रमाइलो पनि एकदम बेसरी। म आउँछु। म आएँ भने ईश्वर म बच्चैदेखिको साथी हामी। म चाहिँ अहिले फर्स्ट टाइम भएँ, तर उसँग चाहिँ म आइरहन्छु। बार्बिक्यू क्याम्प फायर टक्क लगाएर क्याम्प फायर हान्नुपर्छ क्या। अब यहाँनिर नि क्याम्प फायर गर्न पाए चाहिँ एकदमै रमाइलो हुन्छ। तपाईँहरूलाई वेलकम छ। अब के भन्नु र होइन। अनि हेर्दै गर्नु होला भिडियो चाहिँ होइन। सबजना रेडी भयो ल। हाम्रो 5औं दिन सुरुवात हुँदैछ है। आबाङ, काका, हेर सिस्टर, दोराङ, मेरो भाइ। मैले झन्नै मिस गरेको यार उहाँहरूलाई। एकदम रमाइलो भाइ। अनि बहिनी। ओके 7:52 अब हामी हिँड्न थालिसक्यौँ। खच्चड हो कि घोडाले हग्यो यहाँनिर। सबैजना अगाडि गइरहेछन्। ल हाम्रो केटाहरू सबजना हिँडिरहेछन्। आइरहेछ बस। केटाहरू चाहिँ अगाडि लागिरहेछन्। उनीहरूलाई भारी पनि अलिक गाह्रो नै परेछ। त्यो कारणले गर्दा अब उनीहरू चाहिँ अगाडि गइरहेछन्। अनि म चाहिँ पछि नै छु मम्मीसँग। यहाँबाट चाहिँ पुरै उता खोला छ। अनि यहाँबाट त्यहाँ एउटा सानो झरना देखाएको थिएँ मैले। यहाँनिर सानो झरना रहेछ। अनि गइरहेछ। अनि त्यस 5औं दिन पनि रमाइलो होला जस्तो लागिरहेछ। मेबी रमाइलो हुन्छ, किनकि अब म त घुमघाम गर्नु पनि आएको। सो मलाई चाहिँ रमाइलो लागिरहेछ। अब अरूलाई चाहिँ के कस्तो लाग्छ थाहा छैन। अरूहरू चाहिँ अब प्रायः जस्तो आइरहने मान्छेहरू रहेछ। म चाहिँ फर्स्ट टाइम आएको भएर चाहिँ मलाई चाहिँ एकदम फिलिङ गुड, रमाइलो भइरहेको छु म। अनि रमाइलो पनि गरिरहेको छु। हिजोको दिन झन् रमाइलो भयो। होटलको साउ पनि एकदम राम्रो रहेछ। उसँगै बसेर टुच्चा हान्यौँ न त भन्ने कुराहरू भयो। अनि त्यसपछि मैले पनि हिजो चाहिँ 4 गिलास 5 गिलास खाएँ। 5 गिलास जस्तो खाएँ। अनि त्यसपछि गएर सुतेँ। आनन्द भएको छ। जस हिजो खुट्टा दुखिरहेको थियो, त्यसले गर्दाखेरि खुट्टा दुख्न पनि कम भयो। जस ठिक भइरहेछ अहिले चाहिँ। हामी चाहिँ अहिले झुलिङ्गे पुल कटेर आइसक्यौँ। अनि यसको नाम चाहिँ मलाई पनि थाहा चाहिँ छैन। यहाँबाट पुरै हरियाली, डाँडापाखा, हाम्रो हङकङको दिदी, मम, पुरै हरियाली। त्यो माथि डाँडाबाट आयौँ हामी। पुरै हरियाली नै हरियाली छ।
एकदम रमाइलो गुड भाइब्स। अघि न चाहिँ ओह्रालै हिँड्नु परेको थियो, एकदमै खुट्टा गलिरहेको थियो। अनि मलाई चाहिँ मस्त क्रिमहरू दिनुभयो, अनि क्रिमहरू लगाएँ। अहिले मेरो खुट्टा एकदम मस्त शीतल हानिरहेछ, चिसो फिल आइरहेछ खुट्टामा, अनि खुट्टा दुख्न पनि कम भयो। अहिले चाहिँ उकालो जानु परेछ, अनि उकालो हिँड्न चाहिँ एकदम सजिलो लाग्छ हैन। बाटोहरू ढुङ्गाहरू जस गाउँघरहरू यति दामी छ। यहाँ बसोबास गर्दा एकदमै रमाइलो फिल हुन्छ कि कस्तो हुन्छ अब त्यो चाहिँ अब भोग्ने मान्छेहरूलाई थाहा हुन्छ। अब हामी चाहिँ अब भर्खरै आएको भएर हामीलाई चाहिँ रमाइलो लाग्छ, तर यहाँ चाहिँ स्कुलको चाहिँ सुविधा छैन रहेछ। अनि यहाँको बच्चाहरू स्कुल नजाने। अनि अघि न हामी चुइलेमा नि मैले सोधेको थिएँ चुइलेमा स्कुल छ कि छैन भन्दाखेरि चुइलेमा चाहिँ एकैचोटि उहाँ घान्द्रुक पुग्नुपर्छ अरे स्कुल पनि। अनि त्यो कारणले गर्दाखेरि पढाइमा चाहिँ यहाँनिर छैन, किनकि स्कुलहरू नभएको कारणले गर्दा चाहिँ अब पढाइ नभएपछि त अनएजुकेटेड यतिकै भइहाल्यो हैन। सो माया गरिरहेछ बोसरले। यतातिर कस्तो खालको सिस्नु हुने रहेछ, कत्रो ठुल्ठुलो पाते। सिस्नु नै कस्तो खतरा क्या, पातै कत्रो होइन, कस्तो दामी रहेछ क्या सिस्नु। लगभग 3 किलोमिटर हिँडेपछि चाहिँ अहिले हामी रेस्टमा छौँ। रेस्ट पनि अब 2 मिनट जस्तो रेस्ट हुन्छ। सबजना अझै तल, कतिजना त तलै छ। हामी चाहिँ अब अहिले आइपुग्यौँ। सबैजना मजाले रेस्ट गरिरहेछन्, मम सबजना। यस्तो बाटो रक्सी खाएर आयो भने त मर्छ होला यो बाटोमा त, थोरै चिप्ल्यो भने। रक्सी खाएर चाहिँ हिँड्न हुँदैन यो बाटोमा। अहिले चाहिँ हामी रेस्ट गर्दैछौँ, अनि अब फेरि तलतिर जानुपर्ने हुन्छ हामी त्यो साइडमा। यसको पछाडि यो डाँडाको ठ्याक्कै पछाडि पुग्नुपर्ने हुन्छ खाना खानको लागि। अनि त्यसपछि यहाँबाट नै भ्यू राम्रै देखिरहेछ। डाँडामा रेस्ट गरिरहेछन् सबैजना, कोही भर्खर आइरहेछन्। हामी चाहिँ अलिकति अगाडि आइपुग्यौँ अनि रेस्ट गरिरहेछौँ। अनि यो ठाउँको नाम चाहिँ एक्ज्याक्ट थाहा भएन मलाई, म यहाँ सोधिहाल्छु दाइलाई। दाइ हाम्रो ठाउँको नाम के हो? यो ठाउँको नाम के हो? दर्बिन। ए दर्बिन डाँडा। अहिले हामी दर्बिन डाँडामा रहेछौँ है। मलाई नि खासै थाहा छैन, मेरो पनि फर्स्ट टाइम हो। त्यो कारणले गर्दाखेरि 1 2 3 दिएको भिडियोमा नि तपाईँहरूलाई थाहा भयो होला, फर्स्ट टाइम हो होइन। त्यो भिडियो अझै लामो हुन्छ, हेर्दै गर्नु होला है त। यता चाहिँ मकै र अहिले आलु खेती भइरहेछ, आलु खेती गरिरहेछ। बाटो चाहिँ एकदम अप्ठ्यारै छ, टफ छ यहाँ हिँड्नलाई। मेरो नि अहिले चाहिँ अलिअलि खुट्टा दुखेर आउनु थालेछ। अब बेलुका मस्त मालिस गर्नुपर्छ। गाह्रो छ यार हिँड्नलाई, लास्टै गाह्रो भइसक्यो। खुट्टा पनि दुख्यो, खास खुट्टा त्यस्तो कहिले पनि दुख्थेन, तर हिजोको असिनाले गर्दाखेरि एकैचोटि चिसोले हान्यो क्या मेरो घुँडामा। अनि घुँडा चाहिँ अलिअलि दुख्ला जस्तो भइरह। हामी अगाडि छौँ, हामी तलबाट अहिले हामी माथि पुगिरहेछ। हामी खाना खाने नि ठ्याक्कै योबाट अलिकति पछाडि गइसकेपछि जस्तो लाग्छ मलाई, अघि भनेको हिसाबले हिँडिरहेछौँ। अब मम्मी अगाडि हिँडिरहनु भएको छ। सो बाटोहरू राम्रो थियो, अनि त्यही भएर मैले नि भिडियो गरिहालेँ। तपाईँहरूलाई पनि भिडियो देखाउनु पऱ्यो, बाटो कस्तो रहेछ, कहाँ पुग्यो भनेर त भन्नै परिहाल्यो। अनि यहाँ एक्ज्याक्ट ठाउँको नाम चाहिँ मलाई पनि थाहा छैन। अहिले मैले ठाउँको नाम चाहिँ भन्दिनँ, तर अहिले खाना खाने ठाउँमा चुम्रुङ गएपछि चाहिँ म तपाईँहरूलाई भन्नेछु।
कस्तो दामी देखिन्छ यहाँबाट कस्तो राम्रो देखाएको छ क्यामेरा चाहिँ अब खासै राम्रो नभएर होला त्यति राम्रो आएको छैन क्यामेरा पछाडि कतिजना आइरहेछन् यो मान्छे चाहिँ अलिकति फटाफटा टाइपको रहेछ मान्छे राम्रो भयो नि उनीहरूको मन चाहिँ खासै राम्रो हुँदैन रहेछ नेपाली मन जस्तो हुँदैन अरूको मन सो तपाईँहरूलाई पनि थाहा होला चाइनाको मान्छेहरू मलेसियाको मान्छेहरू कस्तो हुन्छ भन्ने कुराहरू त थाहा होला होइन सो फेरि मैले यो भिडियोमा यस्तो उस्तो भनेर नराम्रो चाहिँ नभन्नु होला मैले उनीहरूको ह्याबिट उनीहरूको व्यवहार मात्र भनिदिएको हुँ सो हेर्दै गर्नु होला भिडियो अब म एकैचोटि खाना खाने ठाउँमा गएर भिडियो लिएर आउनेछु है त फाइनली हामी आइपुग्यो जस्तो लाग्छ यहाँनिर एउटा बस्ने चौतारा अनि राम्रो रहेछ यता नि यो टोपी कपडाहरू सबै पाइँदो रहेछ राम्रो लाग्यो स्टिकहरू भगवान्हरूको मूर्तिहरू पनि रहेछ सुताएर राखेको छ बाख्रोटाहरू सबै छ सुनकाहरू राम्रो लाग्यो योहरू जुम नजिकबाट खतरा देख्दो रहेछ त्योहरू हुन त काठमाडौँतिर नि भइहाल्छ तर यहाँनिर चाहिँ लिएर आउँदाखेरि धेरै कामासूत्र के हो केटाहरू आइरहेछ मजाले आइरहेछ मस्त खाना खाउँ मस्त पेलौँ खानुपर्छ हेर केटा हो त्यत्रो गदा पेलान जस्तो पेलाइरहेछन् होइन खाना चाहिँ मजाले खानुपर्छ है क्या हो हाम्रो यो अहिले क्या हो चाहिँ पुरै थेउ नै भयो क्या अब सबैको क्या हो उसले गर्दाखेरि के फेरि अहिले चाहिँ अब हामी खानासाना खाइसक्यौँ अनि सबैले खानासाना खाइसक्यो अनि हाम्रो अगाडिको ग्रुप चाहिँ हिँड्दैछ अगाडि अब पानी पर्दैछ सबैजनाले ऱ्याङ्कोट ओढिरहेछ अनि यहाँनिर चाहिँ अहिले चेकपोस्ट पनि रहेछ पहिला चेकपोस्टमा कतिजना छ के छ भनेर चेक गर्नुपर्ने रहेछ फाइनली हामी चाहिँ होटल आइपुगिसक्यो त्यसपछि अब भिडियो क्लोज गर्नुपर्ने हुन्छ मैले फेरि होइन अनि अहिले हामी चाहिँ सपना
सपना होइन कल्पना गेस्ट हाउसमा हामी बस्दैछौँ अनि त्यसपछि अब यहाँबाट भोलिको यात्रा चाहिँ उता हुन्छ अनि देउरालीमा गएर भोलि देउरालीमा के कहाँनिर गएर बस्ने भनेको छ केटाहरूले अनि मलाई खासै थाहा छैन अब यो चाहिँ कल्पना गेस्ट हाउस अन्नपूर्ण 11 घान्द्रुक लर सिनुवा भनेको छ हामी यहाँनिर बस्छौँ अनि बस्ने ठाउँहरू पनि राम्रो छ होटल पनि राम्रो छ कोठाहरू अलमोस्ट राम्रो गेस्टहरू पनि रेडी भइसके ओके डे 5 पनि हामीले कम्प्लिट गऱ्यौँ अब डे 6 वेट गर्नु होला फेरि म भिडियो लिएर आउँदैछु अहिलेको लागि बाई सब्सक्राइब